सेकेन्ड ह्यान्ड बाइक किन्ने बेला सावधान है। सेकेन्ड ह्यान्ड बाइक किन्ने बेला सावधान। अब यो नट पनि भाँचिएको छ यहाँको। अब होइन अहिले हामीसँग अहिले यसको लेथ नजिक एभाइलेबल नभएर हामीले यसलाई यस्तै गरेर आएको छौँ। सेकेन्ड ह्यान्ड बाइक किन्ने बेला सावधान है। यो चाहिँ उहाँबाट रिकन्डिसनबाट बाइक किनेर आउँदाखेरि चाहिँ भाइ सर्भिसिङ गरेर भर्खरै पोखरा गएर आएको बाइक हो भन्थे अरे है। बाइक किन्ने बेला सेकेन्ड ह्यान्ड बाइक किन्ने बेला चाहिँ सावधान रहनु होला साथी हो, नत्र डुबिन्छ चुर्लुम्म। मेरो यसमा टाइफाइडको आवाज आएको थियो, प्लस उताबाट मोबिल लिकेज भइरहेको थियो, ग्यास किट च्यातिएको थियो, यता कलज कभर ग्यास किट च्यातिएको थियो, त्यो बनाएँ। अनि यसको टाइफाइड सब सेट गरिदिएँ। एक्सिलेटर तार क्लच तार फेरिदिएँ। बाइक सर्भिसिङ भएको है। फेरि उहाँ सोरुमले रिकन्डिसनले सर्भिसिङ भएको यत्रोबाट छ, यत्रो माटा पोकै छ। बाइक किनेला सावधान रहनु होला साथीभाइ हो। रिकन्डिसनबाट अलि चिनेको मान्छे अथवा मिस्त्रीलाई लगेर चाहिँ रिकन्डिसनबाट बाइक किन्नु होला है। म चाहिँ यो चाहिँ जिसी मोटरसाइकल वर्कसप बडीगार्ड 5।